हाम्रो देश नेपालको प्रधानमन्त्री केपी शर्मा ओलीलाई देशको चिन्ता हैन परीक्षाको चिन्ता छ। यो मान्छेले के बोलिरहेको छ भन्नु भएको होला हैन। मैले जे बोलिरहेको छु एकदमै सही बोलिरहेको छु। विश्वास लागेन? विश्वास लागेन भने सबैभन्दा पहिला यो भिडियोलाई हेर्नुस्। यी परीक्षाको तयारी गरेर बसिरहनु भएका विद्यार्थी भाइ बहिनीहरू यही 7 गतेबाट एसई को परीक्षा सुरु हुँदैछ। तपाईहरु त्यसको तयारीमा जुट्नु भएको छ। अघिल्लो वर्ष अलिक नतिजा त्यति राम्रो भएन। यसपल्ट मैले तपाईहरुसँग राम्रो नतिजाको अपेक्षा गरेको छु। पहिले एसएलसीलाई फलामे ढोका भन्थे। त्यो शब्दले पनि विद्यार्थीहरुमा अलिकति त्रास पैदा हुन्थ्यो। तपाईहरु परीक्षासँग नतर्सिनुस्। परीक्षा जीवनका कदम-कदममा मोडमा आइरहने चीज हो। धेरै परीक्षा उत्तीर्ण गरेर तपाईहरु यहाँ आइसक्नु भएको छ। भविष्यमा पनि तपाईहरुले अनेक परीक्षाहरू पार गर्नुपर्नेछ। तसर्थ धैर्यताका साथ नआत्तिकन राम्रो तयारी गरेर दिनुस्। अनिदो थकित अवस्थामा राम्रो परीक्षा दिन गाह्रो हुन्छ। त्यसबाट जोगिनुस्। एसई को परीक्षा आइहाल्यो। त्यसकारण तपाईहरुसँग खेर फाल्ने समय छैन। मेरो धेरै शुभकामना छ। तपाईहरु राम्रो अंक प्राप्त गरेर सफलतापूर्वक उत्तीर्ण हुनुस्। सबैमा धेरै शुभकामना। यो भिडियो हेरिसक्नुभयो। यो भिडियो हेरिसकेपछि तपाईलाई कस्तो लाग्छ? तपाईका मनमा लागेका कुराहरू तपाईले कमेन्ट बक्समा गएर कमेन्ट गर्न सक्नुहुनेछ। तर जति पढे पनि खाडी नै जानु छ भने किन शुभकामना दिने हो र? 2-4 क्लास पढे पनि खाडी जानु छ, 10-12 क्लास पढे पनि खाडी नै जानु छ भने शुभकामना किन चाहियो?